हेलो साथीहरू सबैजनालाई नमस्कार अनि सबैजनालाई स्वागत छ मेरो भिडियोमा। आशा छ सबैजना सन्चै हुन्छ होला। म पनि एकदम सन्चै छु। अब चाहिँ मेरो कन्टिन्यू भिडियो भने आउँछ, प्लिज मेरो भिडियो हेरिदिनु होला है। अब चाहिँ रेगुलर आउँछ अनि सबैजनालाई ह्याप्पी होली। पहाडको होली हो आज अनि आज चाहिँ बिदा अनि आज घरको काम गर्नुपर्ने हुन्छ। त्यो चाहिँ अस्ति मैले अलिकति चाहिँ काम गरेको थिएँ होइन, अनि त्यहाँबाट बाँकी थियो क्या काम गर्नलाई। अनि आज चाहिँ फेरि यो अब पानीहरू परे पछाडि त बारी जोत्ने हेर्ने काम हुन्छ नि त घरको। अनि अस्ति चाहिँ मैले यहाँसम्म चाहिँ सिटाहरू यसरी खुर्किसकेको थिएँ अनि त्यो रोइरहेको थियो क्या। यो चाहिँ अब खुर्किन्छु म। 1.5 घन्टा पछाडि चाहिँ 2.5 घन्टा पछाडि चाहिँ मैले साथीहरू खुर्किसकेँ। अब चाहिँ भनेको यो सिटालाई चोया पनि मम्मीले यहाँ ल्याइदिनु भएको छ। मम्मी चाहिँ गइसक्नु भयो। अब यो सिटालाई चाहिँ बाँधेर लान्छु म अनि यो पनि घर लान्छु। आज फेरि पानी पर्ला जस्तो भयो, भन्दा पनि पानी छिट्टै आयो। अब चाहिँ होइन, आज चाहिँ पानी आउने रहेछ। यस्तो भएको छ मौसम चाहिँ टक्कसँगले हेर्नु। यता माथिबाट चाहिँ पानीको आवाज आइरहेको। अहिले अब घाँस चाहिँ लानुपर्छ अलिकति घाँस लिएर अब म चाहिँ जान्छु। न पानीले मलाई गोद्ने भयो। पानी चाहिँ पर्न सुरु भयो होइन, पानी पनि आयो अनि भिडियो चाहिँ बनाउन पाइएन। अनि धन्यवाद हेरिदिनु भएकोमा सबैजनालाई। भिडियोलाई लाइक सेयर अनि एउटा कमेन्ट भने चाहिँ गरिदिनु होला। हस्, फेरि अर्को भिडियोमा भेट्नेछौँ। थ्याङ्क यू।